थियो। अहिले वर्ल्ड लिङ्कले अब 5G चलिरहेको थियो, अहिले 6G लिएर आएछ, जसको एडभान्टेज के छ भन्दाखेरि 6Gमा तपाईँको यो 5G आउँदाखेरि 2.4G को जुन हाम्रो डिभाइस थियो त्यसमा सपोर्ट गर्दैन थियो। 6Gले 2.4 अनि 5 दुइटै चाहिँ सपोर्ट गर्छ र यसको स्पिड चाहिँ 4 गुणा बढी छ। अनि त्यसपछि अर्को के छ भन्दा कभरेज प्रब्लम थियो नि, एउटा घरबाट जाँदा अर्को घरमा प्रब्लम आउँथ्यो, त्यो चाहिँ कभरेजमा पनि 40%ले सुधार गरेर ल्याएछ। अनि सेक्युरिटीको हिसाबले पनि यो चाहिँ राम्रो छ। र यसको प्राइस कस्तो छ भन्दाखेरि तपाईँको फर्स्टमा इन्स्टलेसन गर्नुहुन्छ भने तपाईँको म स्क्रिनसट पनि राखिदिन्छु, वान टाइमको लागि 1000 रुपियाँ चाहिँ इन्स्टलेसन चार्ज छ र 3 महिनाको लागि गर्नुभयो भने 1000 रुपियाँ छ, 12 महिनाको लागि गर्नुभयो भने 500 छ। र डिपोजिट तपाईँ ओएनडी लिनुहुन्छ भने त्यसको लागि डिपोजिट जुन रिफन्डेबल हुन्छ, रिटर्न गर्छ, त्यसको 1000 रुपियाँ हो। 3 महिनाको लागि पनि 1000 हो र 12 महिनाको लागि पनि 1000 हो। र यसको तपाईँको प्याकेज 200 MPBS भन्दा माथिको रहेछ। 200 को छ तपाईँको 3 महिनाको 3450 अनि 12 महिनाको छ 13000 रुपियाँ। अनि 400 स्पिडको तपाईँ लिनुहुन्छ 3750 र 14500 12 महिनाको रहेछ। यसरी म चाहिँ स्क्रिनसट राखिदिन्छु। भन्नाले लगभग 1300 को रेन्जमा पर महिना तिर्नुपर्ने हुन्छ। र यो डिभाइस नयाँ लन्च भएको हो, यो अस्ति आइतबार लन्च भएको हो। यो चाहिँ डिभाइस राम्रो हुन्छ होला जस्तो छ।